साउनै गायब भयो कस्तो भन्नु कस्तो हस बोराले केही छैन अब भरे स्कुलदेखि आएपछि म चिची पकाएर राखिदिन्छु मासु चाहिँ ल म चाहिँ थाले खोजिराख्छु अहिले पर लान्छु यसलाई के खाजा भने चौधो अब गरिदिने पाकेछ दिनु ल के उडाएको त्यो एप्पलको हुन्छ नि बाहिरको हो त्यस्तो उडाएको यो माथिकोले कसरी गाह्रो हुन्छ हौ हेलो साउगन भन्ने जन्तुले माजेपछि त के हो यस्तो सिक्नु हुन्छ एउटा सफा हुँदैन राम्रैको त राम्रो रोटी होला भनेर पनि लेख्यो अलिकति के हेर्दैन यहाँको बिच ए त्यस्तै हो यो टेन्सन पुरा हुन्छ मिठै हुन्छ नि उड्दैन त अनि के नबस्ने बाले त कराइहाल्छ नि दिदी मात्र हुन्छ मेरो कान्छी हुँदैन त नि स्कुल लागि भन्नै हप्ता थियो दिल्लीमा बसिरहेको छ यहाँ त आउनु
यतिले नि बाबा अरे त्यो पहिला भित्रको तार उतारेर त्यहाँ राख्नु भएको हो त्यहाँ त्यहाँ हाल्नु क्या तवाहरू म त यहीँ हाल्छु कराइमै हाल्छु सबै त सबै हुन्छ पहिला त्यो तार उतारेको नुनको डब्बा भित्र छ त्यो ठुलोबाट खोलेर हाल्न सक्नु कति चम्ची हाल्छु म कति चम्ची र थोरै हाल्न तीनजनाको लागि मात्रै होइन पानी पनि धेरै नराख है मेरो काका गइहालेर त भात थाहा भएको त अघि म पकाउँछु नि काका हुन्छ र जनाको सँगै काकाले पनि भन्नु नि काकाजीले पनि दिन्छ अदला लसुनको पिसेर हाल्नु किन्दिने काम छ पम्पर कुखुराले त चल्ला लिएर आउँदै हुन्छ कुखुराजीले फेरि दिदी बाटो छोडा 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 ल ल त्यता खाऊ अब यो त कुकुरको छोड्नु होला अनि यस्तै बोल्छ कि यो दुई तिनवटा हालेको छ म चामल धुन्छु नाङ्लो कहाँ छ नाङ्लो नकेलाई पकाउनु भन्छ मेरो नाङ्लो केलाउन आउँदैन अरे अब को नि कहिले सिक्छ नाङ्लो केलाउनु चाहिँ म अब हेरेर सिक्छु क्या आइज ल औँसीहरू छ क्या चामलमा अब पिचुले हो भने त अघि पो थाहा पाउँछ धान त अघि भेट्छ मुखमा हालेको पनि भेट्छ कुरा त छोडियो नि मलाई भात पकाउनु बेला जस्तो होइन यिनीहरूको टाउकोमा यहाँ तल दिएको छ खाँदैन उता जान्छ अहिले बोकेला दिनुपर्छ बाख्रालाई पनि कहाँ अब यहाँनिर उयो भातमा आगो हेर्दै है आगो मात्रै हेर्दै तेरो फोन चलाउँदै हेर न तेरो बाउले पनि उठाएर आएको नउठाएको छ कि तर लानु पर्ला के भइसकेन र कार्यक्रममा सुन्नु होला होइन यहाँनिर बाख्रा यो यसमा पानी भर्दैन यहाँ हो बाख्रालाई खोले दिनु पर्यो यही पानी पकाएर भन्नु त होइन त ल त यो पाक्यो होइन मुलाको साग पर्दैन होइन यो नुन खोलेर दिनु लाउनु पर्दैन क्या हो गुल्ले भयो होला
भातमा आगो लाउँदै गएर मेरो त्यो एउटा सुँगुरलाई चारो एउटा बाख्रालाई खुलिदिन्छ अरूलाई त मम्मी एउटा ऐना पनि किन्नु ल ए के किन्ने पैसा छैन ऐना अब कि अहिलेसम्म ऐना कतिवटा फुटाइछ तैँले त्यो चाहिँ हिसाब किताब राख्न पछि किन म त राम्रो भएर जहिले जत्रो ऐना किन्न यसले नै मात्रै फुटाएको छ क्या अहिलेसम्म अब यिनीहरू आउँछ है अहिले फेरि ल यो चाहिँ छेरेर घटेको क्या दुधे भएको नत्र यो अलिक पोटेको छ यो छाने त छोटी छ नि त छोटी हो नि त तिम्रो नाम के हो छोटी राखिदिएको ल मैले अहिले फेरि यिनीहरूलाई बुझिसकेर त निकाल्नु पर्यो ओछ्याउनु पर्यो नि त यहाँ अब जुनचुलाई पनि बाँध्नै पर्यो अब दाल सुकाउनु पर्ने छ अनि यो एउटा भुकु त कति सानो भइगएको हौ के हो आइज कालु के ओइ काले आइज ल आइज कतिखेर घुर्ने अस्ति पनि 30 के अरे उयो भएर नकाटी बस्नुहुँदाखेरि भात पाकिसक्यो होला यहाँनिर सिधै आउँछ त कुरा अब मलाई त मसाले कुरा के सार दिँदैन कुखुराले यसले कराइछ कि अनि कुखुरा त सबैजना एकैचोटि मसिनो पिस बनाएको यतिले पुग्छ है हामी 3 जना त हो 4 जना यतिले पुग्छ अनि यो भरे बेलुका खानुपर्छ बस्छ है
अब कुखुराले के पकाउनु दिँदैन है भनेको पाकेर पनि झोल ये सारा चुलाना चाहिए कुखुराहरू आइपाल्छ त लगातार दाल धेरै पाएको थियो ल पनि है म त ल्याएर खाइस लाग्दैछ कुखुरामा दाल किन दाल धेरै खाइन यति बाबालाई पुग्छ यति नै म त धेरै खान्छु नि त तपाईँले खाए पनि कति धेरै भात आउँछ कस्तो डाडु हराएर बर्बाद भएको छ रायोको साग रायोको साग खान्छ नि भरि सुन्छ आरा मेरो
धेरै खान्छु मैले त मासुमा त चर्को नुन कम्ती लगाएको थिएँ आज मात्रै बिरालोले थाहा पाएन नत्र त अघि आउँथ्यो भयो दालमा पनि त नुन लगाएको हुन्छ होइन कुखुराहरू के भएको खानु खायो माछा मासु मात्रै मनपर्छ गर्नु अनुहारमै हाल्छ भात मुस्तानी के अचम्म